नमस्ते आरएस युट्युब च्यानलमा नहुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुलाउनु होला र साथीहरूलाई सेयर गर्न नभुलाउनु होला। आउनुहोस् आजको विषयवस्तुतिर लागौँ। मानिसहरू खुसी कसरी रहन्छन्, उनीहरू खुसीको उनीहरूको औषधि के हो, उनीहरू खुसी पाउनको लागि के कुरा गर्न सक्छ। हेर्नुहोस्, जीवनमा सबै मानिस खुसी रहन चाहन्छन्। खुसीका लागि सबै कुरा राम्रा नराम्रा कयौँ चिजहरू सामना गर्नुपर्छ। सबैको जीवनमा एउटा प्रेम कथा हुन्छ। त्यो प्रेम कथा कसैले सम्झेर दुःख मनाउँछन् भने कसैले खुसी मनाउँछन्। वास्तविक जीवनमा सबैको खुसी नै छ, तर हामीले आफ्नो दिमागमा कस्ता कुराहरूलाई उब्जाउँछौँ, कस्ता कुराहरूलाई सामना गर्छौँ, ती कुराले हाम्रो मनलाई, हाम्रो दिमागलाई जुन पिजडाबाट बाहिर निकाल्छ, हामी त्यहाँबाट खुसी रहन सक्छौँ। यदि त्यो पिजडाभित्र थुनिएर रहन्छौँ भने हामीलाई तनाव हुन्छ, दुःख हुन्छ, कष्ट हुन्छ, पीडा हुन्छ। यो संसारमा दुःख कष्ट पीडा सबैलाई छ। यो संसारमा दुःख कष्ट पीडा सबैलाई छ। बस हामीलाई लाग्छ कि हाम्रो मात्रै जीवनमा दुःख आएको, कष्ट आएको। त्यसो होइन। कहिले पनि नसोच्नुहोस् कि मेरो जीवनमा पनि दुःख छ, म मात्रै दुःखी छु। होइन, संसारमा सबै मानिसहरू दुःख छन् तैपनि खुसी भएर बाँचिरहेका छन्। त्यस्ता मानिसहरू जो मानिसहरू जीवनभरि नै खुसी रहन्छन् र आफ्नो जीवनमा सफल हुन्छन्। मानुष सफलताका चाबीहरूमध्ये धेरै किताबहरूमा लेखिएका र पढिएका र भिडियोहरूमा सुनिएका कुराहरू हुन्छन् कि जीवनमा जो मानिस खुसी रहन सक्छ, जो खुसी रहन्छ, रिसले, घमण्डले तपाईँलाई जलन गर्छ, तपाईँको भित्रको चिजलाई जलाइदिन्छ। यदि जलाइदिएपछि तपाईँसँग बाँकी रहेको मात्र खरानी हो, मात्र खरानी। तपाईँसँग खरानी बाँकी रहन्छ। त्यसैले खुसी रहनुहोस्। आफ्ना प्रेम कथा, राम्रा कथाहरू, तपाईँसँग केही न केही राम्रा कथाहरू छन्, ती राम्रा कथाहरू सोच्नुहोस् र खुसी रहने प्रयत्न गर्नुहोस्। तपाईँसँग खुसीको चिज के छ, कस्तो चिजबाट तपाईँ खुसी मिल्छ, त्यो कुरा राम्रो र पोजिटिभ तपाईँमा भाइब्रेसन, तपाईँमा राम्रो शक्ति जेनेरेट गर्ने पोजिटिभ कुराहरू तपाईँ खोजी गर्नुहोस् र खुसी तपाईँ भित्रै छ, तपाईँले पाउनुहुन्छ। बस आफूमा उजागर गर्नुहोस् कि खुसी म भित्र छ, मैले खुसी पाउन सक्छु। आज संसारमा खुसी पाउनुको लागि कुनै मानिस योगा गरिरहेको छ, कुनै मानिस ध्यान गरिरहेको छ, तर उसको भित्री आत्मा कहिले पनि शान्ति छैन। हो, म त्यसैले भन्छु तपाईँहरू एउटा काम गर्नुहोस्। जीवनमा तपाईँलाई खुसी छैन, खुसी पाउनु भएको छैन भने तपाईँ किन खुसी हुन सक्नुभएको छैन? आफैमा प्रश्न गर्नुहोस्, वाइ म किन खुसी भइरहेको छैन, किन हुन सकिरहेको छैन, म किन खुसी नहुनुको केही न केही कारण छ, पत्ता लगाउनुहोस्। तपाईँ खुसी नहुन सक्नुको पनि कुनै कारण हुनसक्छ, तपाईँ दुःखी हुनुको पनि कारण हुनसक्छ। बिना कारण कुनै चिज यो धरतीमा आउँदैन र जुन प्रश्न छ, प्रश्न आफैमा पनि एक उत्तर हो। त्यसैले जुन प्रश्न छ त्यसको उत्तर पनि अवश्य हुन्छ र जुन उत्तर छ त्यसको प्रश्न हुन्छ। तपाईँमा खुसी किन आएन, के कारणले आएन, तपाईँले आफूमा आफैमा चिन्नुहोस्। तपाईँको खुसी कसैले खोसेर लगेको हुँदैन। त्यो काममा प्रेरित गर्नुहोस् र आफैले खुसीका साथ ती कामहरू गर्नुहोस् जुन काम तपाईँलाई खुसीका साथ गर्न मन लाग्छ। यदि तपाईँलाई जागिर गर्न मन छैन भने त्यो जागिर नगर्नुहोस्। तपाईँ त्यसबाट खुसी मिल्दैन र पाउनु हुँदैन भने त्यो कुरा गर्न आवश्यक छैन, नगर्नुहोस्। ती राम्रा चिजहरूमा बानी बसाल्नुहोस् जसले तपाईँको जीवन हो। तपाईँले कहिलेकाहीँ लाग्न सक्छ कि जीवनमा सबै चिजहरू सबैले गरेर तपाईँलाई जागिर गर्न मनै छैन, पैसाको आवश्यक छ, तपाईँले गर्नु परिरहेको छ। आजको यो 21औं शताब्दीमा इन्कम जेनेरेट गर्ने, इन्कम कमाउने, पैसा कमाउने बाटोहरू, पैसा कमाउने व्यवसायहरू 101 हजारौँ बजारमा तपाईँले खोजेर पाउन सकिन्छ। तपाईँले आफूसँग भएका क्षमतालाई प्रयोग गरेर पाउन सक्नुहुन्छ, पैसा कमाउन सक्नुहुन्छ। अब बाटो रहन्छ कि तपाईँ यदि त्यही कुरामा खुसी हुनुहुन्छ भने हिचोके गर्नुहोस्, मन लगाएर गर्नुहोस्। चिया बेच्नुहुन्छ भने पनि आफ्नो हजारौँ करोडौँको मालिकको जागिर एउटा नोक्कर हुनुभन्दा एउटा चिया पसलको व्यापारी भएर खुसी हुन सक्नुहुन्छ भने हुनुहोस् खुसी। तपाईँले त्यही चिया व्यापारबाट आज MBA चायवाला इन्डियामा देख्नु भएको छ, जसले MBA गर्नुभयो तै पनि एउटा चायको नाम ब्रान्ड गर्नुभयो। आज चाय बेच्नुहुन्छ र चिया उहाँले जीवनमा प्रगति गर्नुभएको छ। चियाले नै हो, चिया पनि बेच्ने तरिका हुन्छ। हर व्यक्तिसँग एउटा कला हुन्छ। त्यो व्यक्ति आफूभित्र छ, त्यो आफ्नो प्रेमलाई, आफूभित्रको स्वभावलाई तपाईँले चिन्नुपर्छ। आफूभित्रको यदि स्वभावलाई साँच्चै चिन्नुभयो भने तपाईँको हृदयलाई ठुलो चोट लाग्नबाट बस्नुहुन्छ। तपाईँको हृदय साँचो हुनसक्छ। तपाईँले आफूले जुन कुरा मन पराउनु भएको थियो त्यो चिज गर्दा तपाईँलाई नयाँ कुराको अनुभव हुन्छ। तपाईँमा ती कुराहरू सिक्दै जानुहुन्छ र पलाउँदै जानुहुन्छ। तर एउटा कुरा, यति कुरा याद गर्नुहोस्, जीवनमा मेरो समय सकियो, म बुढो भएँ, कहिले पनि नभन्नुहोस्। बुढो उमेर समय भनेको तपाईँको त्यो प्रकृतिमा बित्ने कुरा हो। यो धरतीमा सबैका लागि समय 24 घण्टा नै हुन्छ। तपाईँका लागि पनि 24 घण्टै थियो
रहन्छ। अब सम्झिनुहोस् कि जीवनमा सबै कुराहरू तपाईँको मात्र होइन, सबैका दिनहरू बाल फुल्छन्, तपाईँका पनि निधारमा चाउरी पर्छ, अनुहारमा चाउरी पर्छ, तपाईँका हड्डीले मासुलाई छोड्छ, सबै कुरा हुन्छ जीवनमा। त्यति बेला हतोत्साहित नहुनुहोस्, आफ्नो मनोबललाई उच्च राख्नुहोस्। सबैका दाढी बाल फुलेका छन्। म तपाईँलाई एउटै कुरा भन्छु, जीवनमा सफल हुने मानिसहरू आफूमा ध्यान दिन्छन्, आफ्नो उमेरमा होइन। त्यसैले संसारमा जति पनि सफल भएका छन्, बिल गेट्स, ज्याकमा, आज ज्याकमाले 33 वर्षको उमेरमा कम्प्युटर देखे, आज अलिबाबा फाउन्डेसन अथवा अलिबाबालाई उनले प्रायोरिटी दिए। जुन अलिबाबा 10 जनाले हजार रुपियाँ मात्र जम्मा गरेर खोलेको अलिबाबा आज उल्डमा अलिबाबा भनेर चिनिन्छ। त्यसैले आफ्नो कुरालाई, आफ्नो चिजलाई तपाईँले आफैले आफूमा मूल्याङ्कन गर्नुहोस्, आफ्नो कामलाई मूल्य दिनुहोस्। आफ्नो कामलाई जब मूल्य दिनुहुन्छ भने अब्दुल कलामले भन्नुभएको छ, तपाईँले विवाह किन गर्नु भएन भन्दा उहाँले प्रश्न दिनुभयो, जवाब दिनुभएको छ कि मसँग विवाह गर्ने उमेर नै, मसँग टाइम नै थिएन, मलाई त्यो टाइम अथवा विवाहको बारेमा सोच्ने समय नै मिलेन। हो, हाम्रो जीवनमा पनि त्यस्तो हुनसक्छ। हामीले काम गर्दै जाँदा किताब पढिरहनु भएको छ, पढ्दै जाँदा तपाईँले खाना भुल्नुपर्छ, तब मात्र तपाईँका इच्छा र चाहनाहरू परिवर्तन गर्छन्। यदि तपाईँमा इच्छा चाहना तीव्र छ भने तपाईँलाई कसैले रोक्न सक्दैन। चाहे तपाईँ खुसी हुनुहोस्, चाहे दुःखी हुनुहोस्, तर तपाईँमा खुसी हुनको लागि एउटै कुरा आवश्यक पर्छ कि तपाईँले के कुरा चाहनु भएको छ त्यो कुरा गर्नुहोस् बस। बट त्यो कुरा तपाईँको पोजिटिभ हुनुपर्छ र राम्रो हुनुपर्छ। आफ्नो जीवनको उद्देश्य खोज्नुहोस्। तपाईँको उद्देश्य के हो? तपाईँ किन यो काम गरिरहनु भएको छ? तपाईँ यो काम गरिरहँदा किन दुःखी हुनुभएको छ? यदि खुसी हुन तपाईँले के गर्नुपर्छ? यस्ता क्वेसन तपाईँले आफैलाई सोध्नुहुन्छ भने तपाईँले ती कुराहरूको उत्तर पाउनुहुन्छ र तपाईँ खुसी रहन सक्नुहुन्छ। अर्को कुरा, यदि संसारमा जो दुःखी छन्, तपाईँलाई दुःखी भएर पनि ती कुराहरू प्राप्त हुँदैन भने तपाईँ किन दुःखी हुने? आफैलाई प्रश्न गर्नुहोस् एकपटक कि म दुःखी किन हुने, के कारणले हुने, किन हुने? म रोएर अथवा कुनै चिज गुमेको चिज नपाउन सक्छु, न केही गर्न सक्छु, तर विगतलाई सम्झेर वर्तमानलाई काम गरेर भविष्यलाई सुनिश्चित गर्न सक्छु भन्ने तपाईँको हातमा हुनुपर्छ। बस तपाईँ समयलाई रोक्न सक्नुहुन्न, तपाईँले आफ्नो काम गर्नुपर्छ निरन्तर तरिकाले, आफ्नो तरिकाले। त्यसैले उद्देश्य राख्नुहोस्, एउटा गोल हुन्छ, हर कुराको गोल हुन्छ। तपाईँ कुनै काममा यति मोटिभेट भएर गर्नुहोस् कि आफैलाई मोटिभेट गर्नुहोस्। अरूले तपाईँलाई मोटिभेट एक समयको लागि गर्न सक्छ, तर तपाईँमा नलेज हुन आवश्यक छ, तपाईँमा ज्ञान हुन आवश्यक छ, तपाईँसँग स्किल हुन आवश्यक छ। सिक्नुहोस्। अहिलेको दुनियाँमा यो संसारमा नसिकेर केही पनि हुँदैन। दिमाग लगाउनुहोस्, सबैसँग दिमाग छ। यो 2 केजीको दिमागभित्र, यो टाउको खप्परभित्र रहेको दिमाग यति नरम चिजभित्र हिरा लुकेको हुन्छ। म तपाईँलाई एउटा कुरा भन्छु, एउटा व्यक्तिले भनेछ, यो धरतीमा यदि बिउ पनि रोपिन्छ माटोमा, यो धरतीमा पेट्रोल उत्पादन हुन्छ, माटोमै खनिन्छ, सुन खानी माटोमै खोजिन्छ, पितल खानी माटोमै खोजिन्छ, फलाम खानी माटोमै खोजिन्छ, हो सबै चिज माटोमै खोजिन्छ। हामी मर्छौँ यदि दफन हुन्छौँ, यदि हामीलाई गाडिन्छ, जलाइन्छ भने पनि हामी माटोमै मिसिन्छौँ, र यदि उभिरहेका छौँ भने पनि माटोमै उभिरहेका छौँ। यसको एउटै उत्तर हुनसक्छ, तपाईँ यदि यो सबै चिजहरू तपाईँको हातमा छ, यदि तपाईँको पैतला मुनि नै त्यो माटो छ, तपाईँको मुनि हिरा छ, तपाईँको पैतला मुनि तेल छ, तपाईँको पैतला मुनि सुन छ, सबै चिज तपाईँकै पैतला मुनि छ। ध्यान दिनुहोस् आफैले जब ध्यान दिन सुरु गर्नुहुन्छ, जीवन राम्रो र स्वच्छ सफा बन्छ। अब तपाईँलाई लाग्न सक्छ म खुसी कसरी हुन सक्छु? यदि राम्रा कुरा कसैलाई बाँड्नुहुन्छ भने तपाईँलाई खुसी मिल्छ। राम्रा कुरा कसैलाई बाँड्नुहोस्। तपाईँसँग केही न केही राम्रा कुरा रहन्छन्, केही न केही राम्रा अनुभवहरू रहन्छन्, केही न केही राम्रा सिपहरू रहन्छन्, केही न केही राम्रा कुराहरू तपाईँले अरूलाई बाँड्दा पनि तपाईँ खुसी मिल्न सक्छ। लाग्न सक्छ तपाईँ दुःखको बाटो रोजिरहनु भएको छ। तपाईँको साइकोलोजीले पनि त्यही आधारले काम गर्छ। जब तपाईँ कसैलाई सुख बाँड्नुहुन्छ भने तपाईँलाई सुख नै मिल्नेछ, दुःख बाँड्नुहुन्छ भने दुःख नै मिल्नेछ।